बाटो खोज्दै हिँड्नुपर्छ। कुरो मलाई हिँड्न यति गाह्रो भइरहेछ। हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। साथीहरू स्वागत छ फेरि पनि तपाईँहरूलाई आजको मेरो नयाँ ब्लगमा। आजको ब्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। अन्तिमसम्म हेरेर जोडिनु होला। मन पऱ्यो लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। तपाईँहरूमा आज यस्तै भिडियो सधैँ आइराख्ने छ। साथीहरू फेरि पनि आइपुगेँ म यो सहरमा। एकछिन है जङ्गलमा। सुरुमा भ्लग गर्दा त यस्तो हुन्छ नि त, नयाँ भ्लगर परियो तपाईँहरूले बुझिहाल्नुहुन्छ। ल फेरि पनि आइपुगेँ म यो जङ्गलमा। तपाईँहरूलाई पनि देखाउने छैन तलको दृश्य। म चाहिँ अब यहाँबाट तल जानेछु। ओके, बाटो चाहिँ छैन तर भिर छ। भिरबाट ओर्लेर जानेछु। लागौँ अब यात्रातिर। मेरो यात्रा चाहिँ यहाँबाट सुरु हुन्छ। अलि चिसो फिल भइरहेछ गाइज, अट्के नि। अलि चिसो फिल भइरहेछ। घाम पनि लागेर पनि पारी गइसक्यो। और अगर तुम लोग नए हो तो सब्सक्राइब। झन्डै म त्यो पलमा अट्केन। फाइनली गाइज म चाहिँ तल आइपुगेँ। यहाँनिर पानीको मुहान पनि रहेछ। तपाईँलाई प्यास लाग्यो भने यसरी खान सक्नुहुन्छ। बहुत तेज हो। मलाई त लागेको छैन है। अब चाहिँ म यहाँभन्दा तल झर्नेछु। म चाहिँ यहाँ माथिबाट आएको। भ्यू पनि बब्बाल छ। मन शान्ति भोज्योस् यस्तो ठाउँ हेर्न पाउँदा। ठाउँ त त्यस्तै हो, म चाहिँ रमाइलो गर्न आएको खासमा है। तर बब्बाल भ्यू छ नि होइन। तपाईँहरूले मनोरञ्जन कहना क्या चाहते हो? तपाईँहरूले मनोरञ्जन लिइराख्नु भएको छ होइन। यही त हो मैले दिने। ल साथीहरू म चाहिँ माथि चढ्न लाग्यो। यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ। चट्टान आदि मात्र देखिन्छ होला होइन। अलि तातो फिल भइरहेछ है। होइन चिसो फिल भइरहेछ। अलिकति मिस्टेक त भइहाल्छ नि होइन नयाँ भ्लगरलाई। तपाईँहरूले बुझ्नुहुन्छ यति मात्र खुसी लाग्छ कि। तर साथीहरू यहाँको मान्छे चाहिँ यस्तो ठाउँमा घाँस काट्छन् है। यस्तो ठाउँमा कुरो मलाई हिँड्न यति गाह्रो भइरहेछ। घाँस काट्ने मान्छे त झन् कसरी सक्ला। सो फाइनली गाइज गुफा। फेरि मैले एउटा गुफा भेटाएँ है। हुन त कहाँ भेटाएको थिएँ र अघि। तै पनि गाइज बस्नुहुन्छ यहाँ। एकजनालाई बस्नुहुन्छ मस्त। तर यस्तो ठाउँमा चाहिँ हामीले धेरै बस्नुहुन्न, रिस्की हुन्छ है। त्यही भएर लागौँ अगाडि। बाटो खोज्दै हिँड्नुपर्छ गाइज। फेरि पनि अर्को गुफा है। गुफा त के भन्ने, चट्टानै हो गाइज। गुफा त सुरुम जस्तो हुनु पर्यो नि त होइन। हल्का गफ दिएको। साथीहरू म चाहिँ हात खुट्टाले हिँडेर भए पनि डाँडा पुग्न लाग्यो है। हल्ला घामको मजा लिन पाइयो। आई एम एक्साइटेड। हो एक्साइटेड जे पो होस् गाइज। भ्यूको मजा लिनुहोस् तपाईँहरू। जे पो होस् गाइज, भ्यूको मजा लिनुहोस् तपाईँहरू।
आजको दिन चाहिँ एकदम रोमान्टिक भयो। भिडियो मन परे लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। तपाईहरुमा आज यस्तै भिडियो ल्याइराख्ने छु।